घाम दामी लाग्यो साथीहरू दामी सेट्टिसको घाम लाग्यो आज चाहिँ आज त साँच्ची नै गरम महिना पुरै गरम महिना लागेको छ हल्का टाइपको फिल भयो है घाम लागेर दामी मलाई चाहिँ अन्त घाम लागेको यो चाहिँ होइन यहाँनिर एकान्तमा बस्नु मन लाग्यो मजाले क्या कहाँनिर बस्नु यहाँनिर बस्नु पर्ला जस्तो छ है यहाँनिर बसिदिन्छ है साथीहरू यहाँ दामी घाम लागिरहेको छ यहाँ हेर्नुहोस् मटर यस्तो मटर दामी फुलिरहेको छ है चाहिँ यहाँ मटर बारीको बिचमा यस्तो छ नि त खाली जग्गा होइन यहाँ मजाले बसेको एकछिन मटरहरू मजाले फुलिरहेको छ है साथीहरू अब चाहिँ मटर फुलिरहेको छ है साथीहरू मलाई यो मटर देख्दा के भन्नु मन लाग्यो मेरोमा पैसा छैन भनेर रोपेको थिएँ होइन अब चाहिँ देख्यो होला देख्यो होला अब चाहिँ मटर फुलेको दामी मटर फुलेको देख्यो होला अब चाहिँ मटरमा त पैसा झुन्डिनु थाल्छ साथीहरू पैसा 1000को 500को पैसाहरू झुन्डेकै अब चाहिँ मटर बारी हेर दामी छ मटर अब चाहिँ रिग्रेट भयो होला होइन देख्यो होला अब चाहिँ रिग्रेट भयो होला मटर बारीलाई यसो मजाले मिस माइ भएर बस्नु मन लाग्यो हो जिम्बा खाँदैछु जिम्बा यो जिम्बा चाहिँ अलिक मिठो हुँदो रहेछ हौ के अरे पहिला चाहिँ उयोहरू मिठो हुन्थ्यो मिमी मिठो हुन्थ्यो अन्त चाहिँ मिमी त अहिले धेरै पाउँछ बाँच्नु पनि नै त्यो जिम्बा चाहिँ 10 रुपियाँ प्याकेट पर्छ होइन यसको टेस्ट चाहिँ मिठो हुँदो रहेछ साथीहरू यो नयाँ निक्लेको जिम्बा क्या मिठो लाग्यो मलाई चाहिँ यसो सुक्कै खानु मिठो हुँदो रहेछ पकाएर खानु मिठो हुँदो रहेछ जिम्बा मिठो जिम्बा चाहिँ होइन साथीहरू तर जिम्बा खालि हो मिठो हो जिम्बा डरलाग्दो घाम लाग्यो कि त्यही भएर चाहिँ यो लगाएको नि सन प्रोटेक्सन यो कस्तो गोर्छु चाहिँ म चाहिँ डरेर कालै भएन है मलाई क्या हुआ कब हुआ क्या हुआ मटर दामी फुल्दैछ मेरो अगाडि चाहिँ के छ नि तपाईँले थाहा छैन है जुम देखाउँछु ल छिटै यहाँ छु यसले चाहिँ हुन्छ यो चाहिँ हाम्रो कुपी छरेको साथीहरू कुपी छरेको हो कुपी चाहिँ छरेको छ हुन्छ यसरी नै फुलिरहेको छ मटरहरू चाहिँ भन्नुपर्दा चाहिँ अहिले चाहिँ अब यसमा चाहिँ कोसाहरू लाग्दैछ दामी फुलिरहेको छ